Hello guys, हामी चाहिँ अब धरान घुम्नु जाँदैछु होइन धरानमा बसेर धरान घुम्नु जाँदैछु के मैले धरानमा छु धरानमा छु इटहरी जाँदैछु तपाईले मलाई बोल्दैछु पानी परेर अघि नै निस्किन्छु भनेको निस्किन पाएन सो अब चाहिँ हामी निस्किन्छु होला अझै सिमसिम पानी परिरहेछ बाइकहरू रेडी छ होइन बाइकहरू घरहरू चाहिँ दामी छ पानी पऱ्यो मौसम चाहिँ ठिक्क भएको छ चिसो भएको छ होइन त्यस अब टक्कै एकछिन घुम्नु गइन्छ नरिवल खानु मन थियो तर नरिवलको सिजन छैन रहेछ त्यही हो आज यसो घुमिन्छ होइन मौसम पनि ठिक्क छ निस्किने होइन छिटो आउनु हो कति ढिलो गरेको त मेकअप गरेर जस्तो गर्छ बसम्म बिजेको ज्याकेट भएन पावर ब्यान्ड हो क्या मेचारो हो क्या ज्याकेट छ त्यो दिनु Hi guys. यो बाटो आएको होइन यता आएको होइन नि दाइ होइन उता त्यो ए हजुर हजुर हामी आज यसरी जाऊँ ल घुम्दै हुन्छ दाइ ल एकछिन दाइले घुमाउनुहुन्छ नि निस्किनु लागिसक्यो है निस्केको ल चप्पल भन्दा नि उतामै ठिक होला ज्याकेटहरू मिलाउनु पऱ्यो ल म बसेँ है त बस्ने नबस्ने हो म त बस्दैको जुम भाइ सुशील भाइ बस है बस कहाँ तिमी यता हो त अनि तिमी यता हो अनि ए रे अझ ल त्यस्तो पो हामी तिनजना ल लास्टमा बस्नु पर्ने थियो कसले के भने यो लोकेसन गइदेऊ त यहाँ देऊ होइन म समाउँछु त्यही त यहाँ देऊ न होइन समाउँछु हातमा चाहिँ राख्नु पऱ्यो हामी राउन्डिङबाट हाल्नु भने त्यहाँदेखि अलिक लाग्दैन होला ल ल ल छिटो बस ल बस पानी पर्छ के भनेको हो पानी परिसक्यो मौसम चाहिँ ठिक्क भएको छ है तपाईँ लास्टमा बस्नु पर्ने थियो गसिटी हो दाइ यो गसिटी आइपुग्यो हामी चाहिँ होइन यो बोर्डहरू छ उनीहरू चाहिँ आएको छैन उनीहरूलाई वेट गरिरहेको छु हल्का सिटी आइपुग्यो त यो जङ्गलहरू चाहिँ खतरा रहेछ है यो भित्र चाहिँ पुरै जङ्गल हो ठुलो यसो मौसमले नि साथ दिइरहेछ हामीलाई हामी काठमाडौँमा बस्ने मान्छे अन्त गाह्रो हुन्थ्यो घाम लाग्यो भएको होइन त्यो हुन्थ्यो भने बस्नु सकिरहेको छु मौसमले पनि पानीहरू परिरहेको छ ठिक्क भइरहेको छ मौसमहरू पनि उनीहरू चाहिँ आएकै छैन यो बाटोबाट आउनुपर्ने अब एकछिन वेट गर्छु अनि इटाहारी चोक जानेछु होइन त्यहाँ अन्जना दिदीलाई भेट्नु जाँदैछौँ हामी चाहिँ
बस बस गयो तिनीहरू बस साथी बस भाइ दाइ हामी निस्केको ल हामी यहाँबाट निस्केको ल दार्जिलिङमा मेकअप धेरै भयो फलफुलहरूमा चाहिँ क्या के फलफुलहरू पनि सब घरमा के फलफुलहरू पनि दामी के छ नरिवलको बोटहरू भएको घर कन्स्ट्रक्सन बन्ने भइरहेको छ यहाँ चाहिँ यताति त थाहा छ यस्तो घर बनाउनु चाहिँ सस्तो होला क्या यो काठहरूको भन्दा नि यस्तो धरनको सस्तो हुन्छ क्या यता हो होइन के भने नानु बिस्तारै भाइ रमाइलो भइरहेछ है रे फुलहरू उयो के अरे चितवनदेखि यता रहेछ है भएर आउँदै घर चाहिँ दामी लाग्यो यस्तो हो घरहरू पनि छ है होइन घरहरू चाहिँ टाइप छ कि हेर्नु पर्ने कटर सटर सब फलफुल चाहिँ लगेको आँप है कोकोनट उयो माथिको के कोकोनट हो कोकोनट हाइनट कोकोनट आँप आयो है घरको त्यहाँ लिची ह्याङलाङहरूको फरक परिएको छ ह्याङ्गाई टक्क फलफुलै फलफुल पनि अफरोड पनि चाहियो नि त कतै कतै त होइन भ्रमण गर्नुभएकोमा धन्यवाद अरे ल हामी इटहरू ठोक होइन त यो आइपुग्यो होइन इटहरू ठोक भयो चोक आइपुग्यो चोक जुन सिटी हेऱ्यो त्यस्तै राम्रो छ क्या यताको यता हेऱ्यो त्यस्तै राम्रो छ यो पनि फोलाइन बाटो फोलाइनवाला बाटो हो कि हालमा त यता चोक आइपुग्यो दर्शन दिदी नमस्ते दिदी आइपुग्यो बन्द हुन्छ क्या कुन हो दिदी यहाँ सिधै उपर उयो झन्डा गाडी छैन त्यहीँदेखि त्यहाँ कि तर पहिला सिम निकालिदिउँ न यसको ल अहिले भएर जाउँ ल लु प्रगतिमा गएर अस्ति सेक खाएको वाला होइन हामी चाहिँ जाने हो र जाने त हामी कहाँ बस्दै गर्नु भन्नुभयो उता घरमै भन्नुभयो बस्ने हो र दिदीको घर पनि आइपुग्यो होइन के छ ठिक छ हेलो बहिनी के छ अहिले इटाहरू चोकमा छु है आउँदै गयो घर हेर्नु
यता राख्नु दाइ यता राख्नु दाइ यो त अस्ति फर्स्टमा आएको ऊ होइन सेकुवा सुरुमा चाहिँ हामी है आएको है के सेकुवा खानु आएको होइन तिमीलाई सोधेको थियो बहिनीहरूले तिमीलाई सोधेको थियो बहिनीहरूले हो र तिमीलाई मैले यस्तो गाह्रो मलाई म त जाउँ सेकुवा चाहिँ पक्का बन्छ पक्का है बहिनी यो चियाहरू पुस्नु न ल यता मिलेर बस्छ ल यहाँ फेरि करेन्ट लाग्ला तिमीहरूलाई लाग्दैन होला उतापट्टि एकछिन त मैले मिलेर कसो गरेर बस्छु है त गाइज भन म अलिक बन्द हुन्छ फेरि बस्नु दाइ सोध अनि के यहाँ भन न भाइहरूलाई यो बहिनीहरू भन न म उसलाई लिएर जान्छु ल ऊ त्यो हाउ नजिकको छ खाजा खान आएको छु म पनि भ्लग बनाइरह खै कहाँ थाहा छैन अहिले चाहिँ हामी तर्रा होइन तर होइन इटा हाली हो तर्राको तल बिचमा हो क्या त्यहाँ चाहिँ सेकुवा बनिरहेको छ है सेकुवा बनिरहेको छ यता चाहिँ खै त उदाइ खै त हामीलाई पनि देखाउनु पऱ्यो नि भ्लगमा तिमी त कस्तो गोरो आएको यार खै वा तिलिक तिलिक टल्किरहेको रहेछ त अस्तिको हामी चाहिँ गाई जाउँ ल जाँदै गर्दा हामी चाहिँ निस्केको अब होइन ल दिदी गयो है दिदी गएको ल भाइ दाइ कतै मोबाइल पसलतिर अब चाहिँ हामी घर जाँदैछौँ है अब यता गफसफ हानिहाल्यो होइन अनि दिदीहरूसँग भेटिसक्यो क्लासमा गऱ्यो टाइम पनि बेलुका हुँदा रहेछ राति हुँदा रहेछ क्या पावर ब्याङ्कै सबजना भेट्यो अनि अब गफसफ हानेर निस्किँदैछु पावर ब्याङ्क बिग्रिँदैछ बनाउनु पर्छ त्यो भएको हो होइन क्या किन रोकिरह के भयो आँसु आयो कि क्या हो रुखो जस्तो लाग्यो ल है ल ल उहिरहेछ ल झन्डी त नराम्रो लगाइरहेको होला सेन्टीमा छ छोडेर जान्दिनँ आउने त है भिडियो गर्दैछ घर गइरहेको छु गाइज घर फर्किरहेको छु घरमा बिन्दु छ कि देख्दैन क्या जङ्गल त अनि बाटोमा जे पनि देख्न सक्छ पाउँछ अहिले भिडियो बनाइराख्नुपर्छ क्या अहिले जे नि देख्न सक्छ होइन है नानीहरूलाई ज्यान दिएछ नि सब च्यानको बाटो है यो त्यसरी च्यानै च्यान छ है गाई हाम्रो यो सब च्यानको बाटो हो होइन यता त एकजना चाहिँ हिँड्नु गाह्रै छ लट्ठीहरू किन
लकी हो लकी के लकी लकी हो किन ए यो के धान बाटो खत्तम रहेछ छिटो होइन है उदाउँछ नि यो बाटोमा म बोकेर लगिदिन्छु त्यहाँसम्म आऊ अलि माथि आऊ सिन्जीलाई रमाइलो छ छिटो होइन हौ छिटो हात्ती आयो भने त सकिन्छ नि फेरि हात्ती आयो भने के हुन्छ यो बाटोमा थाहा छ होला नि यताबाट आऊ त्यहाँ हिलो देखेन आउनु हो दाइ बिस्तारै हात्ती आउँछ है सिन्जी छिटो होइन चुरोट नबाला के अहिले आउँछ ल के हो बाटो त एकदमै खतम रहेछ अनि जङ्गल हेर न कति ठुलो हो फेरि उत्तर साइडबाट जान्छ यताबाट आउँदै तर साथीहरु मलाई यो जङ्गलमा चाहिँ हन्टिङ हान्न मन लाग्यो यो जङ्गलमा त गाडो छ नेट आउँदैन होला आउँछ यार ए एन्टिसिको रहन्छ एन्टिसिको रहेछ खै बाटो त के हो यो नेट आउँदैछ एन्टिसिको रहेछ के हो बाटो बस बस बसम तिमी यतादेखि राम्रो होला फेरि माथि छ त्यो ल भयो त के भयो कानमा के थियो के भयो भाइ के भयो कानमा किरा छिरो भन्छ किरा छिरो त्यसरी भन्दा नि यसरी हामीले यसरी यसरी कानमा हाल्नुपर्छ यहाँतिर आउँदैछ कि किरा सुट आउँदैछ अनि कसरी निकाल्ने त भित्रै छिर्यो अहिले भरे तेल हाल्नुपर्छ घरमा त्यो त्यो किरा हो क्या हान्ने के ब्ल्याङ ब्ल्याङ हान्ने के हेर मेरो लाइटमा कति किरा भएर भिडियोमा फ्ल्यास लाइटमा हेरेको छ कि भित्र छिरेको छ हेलमेटबाट कसरी छिर्यो सिसा नि किरा छिर्यो कानमा होइन सिसा क्या धराउ न एकलाट के भएछ हो खै त ठुलै हो त्यहाँ हात हटाउनु न यहाँबाट देखिरहेको चाहिँ कानाको चाहिँ हो होइन के घाउ भएको छ त गाउँ होइन किरै खोइ त्यो देखेको त कानाको चाहिँ हो किरा होइन किरा हो कि होइन ढल्क त पानी हालिदिउँ पानी छ पानी झर्छ नि पातको यो पातहरूमा छ होला भाइ यो पातहरूमा हेर्नु त यो पानी परेको छ नि त हो छैन होला त्यहाँ आफूले कहिले काहीँ त्यस्तो फिल पनि हुन्छ नि त उनीहरू चाहिँ एक्लै हिँड्ने फेरि यहाँ त होइन त्यो ढिलो भइरहेको छ त यता यता पानी थापौँ न एकचोटि पानी हाल्दै पानी हालेपछि हुन्छ क्या शीतल हुन्छ यता यता कान ढल्काएर राखौँ न उल्टो यताबाट आएर चाहिँ फर्काउनु यता 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 यस्तो झर्दैन कहाँ झर्छ भित्र छिर्यो भन्दा टेन्सन हुन्छ त्यो पातको उ गरेर पानी ल्याउ न पातमा कसरी पानी घरमै गरेको थाहा पनि थाहा भयो अहिले फेरि त्यसले भित्रै जान्छ कस्तै ढल्क त झन् भित्र छिर्छ होला क्या पानीले केही हुँदैन क्या ल यस्तो गरिहाल्नु त यस्तो गरिहाल्नु न यस्तो गरिहाल्नु त्यसो नहाल्नु धेरै टाउकोमा भएन दुखिरहेछ हेर नि लाइटमा कस्तो किरा आएको के ऊ मौरी हो हाल्नु त ट्याक्क छिर्यो कि अनि यहाँ भित्र गएर गुजु गुजु गरेर दुलोभित्र छिरिहाल्यो क्या जङ्गलको बिचमा छ होइन च्यान हो क्या यो फेरि च्यान जङ्गल हो यता पुरै च्यान हो जङ्गल हो
छिरो दाइ पानी यस्तो यस्तो गर्नुहोस् त्यस्तो हुन्छ होला हौ जाम घरमा गएर जसलाई मलाई भएको भए ठ्याक्कै हामीले देख्छ नि त कि सानो किरा हुनुपर्छ चिन्ता हुँदैन चिन्ताले गर्नुपर्छ घरमा चिन्ताले त के हुन्छ त्यो कानाको कान कोटाउने त गाह्रो हुन्छ नि चिम्टाले त कसरी हाल्नु त चिम्टा छिरेपछि आफूलाई पनि त्यस्तो फिल गर्यो भने त्यस्तै हुन्छ क्या दाइ रमझम दुईजना मात्रै हिँड्छ है डराइरहेको अलिक धेरै आउनु यो त अब नलिनु भनेको गुगलमा धेरै आएको बाटो यस्तै हो भयो लास्ट आउँदैछ यता त के भयो कस्तो गुजु गुजु गरे क्या कराउनु किरा छिरेको होला एकछिन हेरौँ पो गरौँ म त के गर्ने हो यता पानी हालेर एकछिन ओर्लेर कानै दुखाइदिइसक्यो दुख्नु पनि थालिरहेछ ए एउटा सिङ्गल छ है सिङ्का कान उगाउनु केही छैन है कान थाहा भयो त निउरा त लु निम्राउ न निम्राउ टाउकोमा हान्ने अलिक मजाले यो अझै डाउन गर ल ल अब त्यही हुन्छ एकछिन यतिकै राख्नु पर्यो पर्खाइ के त छ मेरो कानी बुझ्यो के छ के दाइ त्यो मैले पनि हेरेको घोप्टाइदियो त यसले चाहिँ हल्का तपाईँले आफूले जतिसम्म सक्छ त्यतिसम्म फिल गरिदिनु नि त त्यो धेरै नखानु जतिसम्म आफूलाई फिल लाग्छ त्यतिसम्म गर्नु त त्यो हुन्छ बढ्न गर्नु त्यसरी हानेर झन् र असम्भवै छ हो प्याट 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 गऱ्यो भने चाहिँ आउला कि त्यस्तो त हुँदैन ल एकपल्ट पानी हालौँ दुख्यो गुजु 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 सानो छ त्यसो भए सानो भुसुना छ भुसुनै हो क्या ए अब यो माने पानी दिएर हुन्छ सफा पानी दियो लाग्यो बिस्तारै माथि हेर ए झर्दा पो रहेछ कहाँ पुग्यो हो त्यही त माथि गएको छ केटी छ सफा हो नि पानी हाल्यो भने त फेरि यो पानी त त्यहाँ पुग्दा त सकिन रहेछ एकछिन आनन्द हुन्छ होइन फेरि गुजु 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 गर्छ ल थापिहाल्नु त पानी सकिसक्यो भएको छैन अझै यो माथि गर ल हालिदिएको सत्य एकछिन तल 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 त कान 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 यस्तो अलि अझै ढल्किनु एकछिन त्यो किरालाई परोस् क्या पानी फ्याट्टै गर्नु त झर्छ क्या पानी पनि छिराउनु हुन्न त हो त्यसरी फ्याट्टै गर्नुपर्छ क्या छोडिदिनु ल अब चाहिँ के हुँदैन घरै गएर गर्ने हो कि मेडिकल चाहिँ जानु पर्यो घरमा त घरमा कि तेल मात्रै हो तिमीहरू स्कुल डाँडा जानु होइन मेडिकलमा बस्नु म फेरि धरान गरेर आउँछु त्यहाँ लिनु हुँदैन म पैसा पे गरिदिन्छु हुन्छ एकचोटि त्यो लेजरले हेर्न बसौँ साथी त हेऱ्यो भने उयो हुन्छ नि त हुन त छोड्यो भने त पछि जे पनि हुनसक्छ त्यो स्ट्यान्ड पनि बिग्रियो हाम्रो पनि गाडी लिने खोज्न थाल्यो भने क्या हो बाटो यस्तै छ नि
के हुने होस् दाइ खत्तम भयो पानीमै चिप्लो छ त्यो बाटो हुन्छ नि हिलो भएको माटो खाएको ढुङ्गा खाएकोमा त फरक हुँदैन यस्तोमा यस्तोमा त मतलब हुँदैन छिटेको हौ साथी अन्त उठाबाट समाएर चाहिँ गइरहेको केटाको